यदि तपाईँहरू पनि बेङ्गलोरमा बस्नुहुन्छ भने चाहिँ यो जग्गालाई घुम्नु नछोड्नुहोला। यो जग्गा चाहिँ एकदमै राम्रो छ अनि माइन्ड पनि फ्रेस हुने प्लस इन्भाइरोमेन्ट पनि एकदमै राम्रो है। अन्त तपाईँहरूले यो जग्गा चाहिँ कहाँ हो भनेर जान्नु चाहनुहुन्छ भने चाहिँ तपाईँले यो मेरो भिडियोलाई फर्स्टदेखिको लास्टसम्म हेर्नुपर्छ है, अनि चाहिँ जान्नुहुन्छ। अन्त हामी चाहिँ दिदीबहिनी चाहिँ निस्क्यौँ अनि पुग्नु लाग्दा चाहिँ यस्तो हेरेको त ट्रेनहरू पनि कुद्दो रहेछ होइन, कस्तो घर गएको आएकोहरू याद आएको क्या। अन्त टक्क हामी चाहिँ पुग्नु लाग्यो होइन। पुग्नु लाग्दाखेरि चाहिँ बाहिर चाहिँ यस्तो रहेछ होइन, कस्तो रमाइलो क्या, भित्र कहिले पसौँ भइरहेको थियो। अन्त मैले चाहिँ मिनी भ्लगहरू बनाइरहेको थिएँ। अन्त त्यहाँदेखिको दिदीहरूले चाहिँ फोटोसोटो यसो नानीहरूको खिचिदिँदै थियो नि त। अन्त त्यहाँदेखिको जाँदै थिएँ, बाहिर पनि एकदमै राम्रो रहेछ होइन। अन्त यहाँभित्र जानुको लागि चाहिँ 150 पर्दो रहेछ टिकट, एकदमै सस्तो होइन, एकदमै राम्रो। टाढो भएको मान्छेलाई चाहिँ अलिकति भाडा लाग्ने रहेछ, तर छेउमा भएको मान्छेलाई त एकदमै राम्रो नै हो। अन्त भित्र पसेको त बाफ्रे, म त जन्नतमा पुगेँ। यत्तिको रमाइलो, यत्तिको दामी होइन, यत्तिको राम्रो इन्भाइरोमेन्ट त मैले फर्स्ट टाइम देखेको। कति जग्गामा घुम्नु गएँ म होइन, तर यत्तिको रमाइलो र यत्तिको राम्रो जग्गा चाहिँ मैले अहिलेसम्म बेङ्गलोरमा चाहिँ देखेको थिइनँ है। अन्त त्यहाँदेखिको नानीहरूलाई चाहिँ सबरै भएन होइन, उनीहरू चाहिँ एकदम इन्जोय गरिरहेको थियो। अन्त हामी चाहिँ दिदीबहिनी हो होइन, अन्त मेरो दिदीको छोरीहरू हो नि त। अन्त दिदीबहिनी भएपछि हामी चाहिँ, अन्त सानो नानी चाहिँ अब कन्ट्रोलै गर्नु सकेन नानीले पनि होइन, एकदमै जान्छु भनेर। अन्त नानी पनि गयो होइन खेल्नुको लागि। मैले पनि नानीलाई हाई हेलो भन्दै थिएँ होइन। अन्त त्यो दिनको मलाई चाहिँ एकदमै कन्ट्रोलै भएको थिएन, खुसी सिमाना पारै भएको थिएन। अहिले चाहिँ एकदमै गर्मी छ नि त, गर्मी भएको कारणले गर्दा चाहिँ मान्छेहरू धेरै आउने गर्दो रहेछ होइन, एकदमै राम्रो। अब मान्छेहरू कति स्विमिङ गर्नु जान्छ होइन, तर स्विमिङभन्दा मजा चाहिँ यो ठाउँमा आउँदो रहेछ होइन। मैले चाहिँ दिदीलाई कति भिडियो बनाइदिएन भनेर कति कुदिहिँड्दै थिएँ होइन। मैले चाहिँ एकदम कुर्ता सुरुवाल लाएर गएको थिएँ नि त। यो जग्गामा जाँदा चाहिँ कपडाहरू चाहिँ लिएरै जानु पर्दो रहेछ होइन, यसो प्यान्ट टी सर्टहरू लाएर जानु पर्दो रहेछ, लाउनेले निक्करहरू लाएर जाँदा पनि हुन्छ होइन। अन्त त्यो दिनको अब त्यहाँ जानु पाउँदो रहेछ नि त, माथि चढ्नु पाउँदो रहेछ। अन्त लुगाहरू चाहिँ भिज्ने गर्दो रहेछ नि त। अन्त हाम्रो नानीको चाहिँ लुगा ल्याएको थिएन, नानीलाई त कन्ट्रोलै भएको थिएन। अन्त त्यहाँदेखिको उता गएर मजाले खेल्नु थाल्यो होइन, बाजेहरू पनि खेलिरहेको थियो। हाम्रो नानीलाई चाहिँ फेरि कन्ट्रोल भएन रहेछ, जबरजस्ती चढिहिँड्दै थियो माथि हो, एकदमै राम्रो। अन्त म्युजिकहरू पनि लागिरहेको हुँदो रहेछ होइन। तपाईँहरूले जान्नुहुन्छ भने चाहिँ यहाँ कसरी खर्च हुन्छ भन्दाखेरि चाहिँ भित्र पसेपछि चाहिँ खर्च हुँदो रहेछ होइन। यो झर्नातिर चढ्नु चाहिँ खासै पैसा लाग्दैन, तर भित्र चाहिँ मेलाहरू लागेको छ होइन, अनेक थरीका चिजहरू छ। खेल्नुको लागि ठुलो मान्छेको लागि 100 रुपिस होइन, सानोको लागि 50 रुपियाँ त्यस्तो रहेछ नि त। अन्त त्यहाँदेखिको नानीहरूलाई रमाइलो गर्नुको लागि हात्ती, मस्किटो, फिस हरेक होइन, कति त्यो त मुखहरू पनि गर्दो रहेछ होइन, हल्लिँदा पनि रहेछ हरेक चिज। अन्त मलाई टाइगर पनि देखेँ कि, टाइगरले पनि गर्दो रहेछ हो। अन्त मलाई त कति रमाइलो लाग्यो, यसको भिडियो पनि लिएँ होइन। मेलाको नजारा चाहिँ यस्तो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हरेक चिजको चाहिँ 20 रुपियाँ अरे होइन। अन्त हामीलाई चाहिँ कस्तो याद आयो, एउटा मिठाई दिएको त पहिला सानोमा खान्थेँ क्या, पुन्टे मिठाई, पुन्टे पिम्पम भनेर। अन्त दिदी र म चाहिँ इन्जोय गरेर खाएँ। अन्त त्यहाँदेखिको मेलाको नजाराहरू पनि मजाले हेऱ्यो। अन्त नानीलाई पनि खेल्नुको लागि भित्र हालिदिएँ। अन्त नानीको चाहिँ टिकटहरू चाहिँ 50 रुपिस रहेछ नि त। अन्त जुसहरूको होइन यताउता गर्दा चाहिँ धेरै, अब 30 रुपियाँ 20 रुपियाँ होइन 50 रुपियाँ त्यस्तो खाले रहेछ होइन। अन्त मलाई चाहिँ कस्तो रोड पिङ खेल्न मन लागेको थियो, यहाँ चाहिँ डिफ्रेन्ट टाइपको रहेछ नि त। अन्त म चाहिँ खेलेँ। हुन्छ, तपाईँहरूले जान्न सक्नुभयो होला। हुन्छ, थ्याङ्क यू फर वाचिङ।